आजभोलि तराईका विभिन्न जिल्लाका मुख्य तथा सहायक सडक छेउछेउमा पानीमा डुबाइएका जुटका मुठ्ठा प्राय देखिन्छन्। तरकारीपछि तराईका किसानका लागि प्रमुख नगदे बाली मानिने जुट खेती भित्र्याउने प्रक्रिया भने निकै झन्झटिलो छ। जुट तयार भएपछि काटेर मुठ्ठा पारिन्छ र केही दिनसम्म पानीमा डुबाएर राखिन्छ। यसका लागि पोखरी, तलाउ वा सडक छेउछेउको खाल्डोमा जमेको पानी प्रयोग गरिन्छ। त्यसपछि मुठ्ठा निकालेर पटुवाबाट जुट र सन्ठी अलग गर्नुपर्ने हुन्छ, जुन काम पनि प्राय पानीको स्रोत छेउमै गरिन्छ। तर उचित स्थानको अभावमा किसानहरूले मुख्य राजमार्गकै दायाँ-बायाँ यस्तो प्रक्रिया गर्नुपर्ने बाध्यता छ, जसले गर्दा पैदल यात्री र सवारी साधनको आवतजावतमा असुविधा हुने गरेको छ। हाल पटुवाको माग स्थानीय स्तरमै अत्यधिक भए पनि खेती भित्र्याउने झन्झटिलो प्रक्रिया, पूर्वाधारको अभाव र किसानप्रति सरकारको उदासीनताका कारण जुटलाई मुख्य बालीका रूपमा अपनाउन नसकिएको किसानहरूले बताएका छन्।